नमस्ते सबैजनालाई। आज म यो अबुधाबीमा रहेको सादियात आइल्यान्ड घुम्न आएको छु साँझको बेला। यो ठ्याक्कै कर्निक्ससँग पनि जोडिएको छ। सिटीबाट शेख खलिफा ब्रिज हुँदै आउनुपर्छ। यो पर देख्न सक्नुहुन्छ ब्रिजको दृश्य। निकै नै राम्रो ठाउँ छ यो। विशेष गरेर यो टुरिज्म क्षेत्र हो अनि यहाँ 2-3टा म्युजियम पनि छ। अबुधाबीको विशेष म्युजियम हो, एउटा लुभर म्युजियम भन्छ, अर्को यता पारिपट्टि जैद म्युजियम, यसलाई नेसनल म्युजियम पनि भन्ने गरिन्छ। देख्न सक्नुहुन्छ ठाउँ एकदम राम्रो छ। यहाँ चाहिँ पर्यटकहरू निकै आउने गर्नुहुन्छ सबै देशको। यहाँ देख्न सक्नुहुन्छ ठुल्ठुलो बसहरू। यहाँ लगभग सधैँ नै भिड हुने गर्दछ। कहिले खाली भएको देख्न सकिएन। यहाँ युएले त्यस्तै डिजाइन गरेको हुनाले एकदम आकर्षित ठाउँ छ र त्यसै पनि पर्यटकहरूले मन पराउनु भएको ठाउँ हो। अहिले साँझको बेला प्रायःजसो फर्किने तर्खरमा हुनुहुन्छ। यो चाहिँ कर्निक्स ठ्याक्कै समुद्र नै जोडिएको छ। समुद्र काटेर ल्याएको पानी हो यो चाहिँ। सबैजनालाई सादियात घुम्न आउनको लागि म अनुरोध गर्छु। निकै नै राम्रो ठाउँ छ। विशेष म्युजियम हेर्ने चाहना छ भने यहाँको हिस्टोरिकल चिजहरू हेर्नको लागि यहाँ विशेष ठाउँ बनाइएको छ। अबुधाबीको सादियात आइल्यान्ड। हस्त धन्यवाद।